सबैमा म बेतकोट नगरपालिकाको निवर्तमान नगर प्रमुखको हैसियत र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई हार्दिक न्यानो नमस्कार र ज्ञापन व्यक्त गर्न चाहन्छु। आज अत्यन्त खुसीको दिन छ। यो खुसीको दिनको आयोजना गर्नुहुने बेतकोट नगरपालिकाका नगर प्रमुख उपप्रमुख लगायत सिङ्गो कार्यपालिका टिमलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यो कार्यक्रमलाई यहाँसम्म ल्याइ पुर्याउनका निमित्त नेपाल सरकारद्वारा गठित भूमि समस्या समाधान आयोग, केन्द्रीय अध्यक्ष लगायत केन्द्रका पदाधिकारीजीहरू, जिल्ला कार्य समितिका अध्यक्ष लगायत सम्पूर्ण कार्य समितिका पदाधिकारीजीहरूले जुन मेहनतका साथ लाल पूर्जा बनाएर जग्गाधनी प्रमाण पूर्जा बनाएर आज बेतकोट नगरपालिकालाई हस्तान्तरण र बेतकोट नगरपालिकाले जग्गाधनी प्रमाण पूर्जा सम्बन्धित जग्गाधनीलाई हस्तान्तरण गर्ने जुन कार्यक्रममा अहोरात्र खटेर जुन काम गर्नु भएको छ, केन्द्र र जिल्लाको टिम र नगरपालिकाको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर स्थानीय तहमा नगरपालिका होस् अथवा ओडामा विभिन्न राजनीतिक पार्टीका साथीहरू सम्मिलित ओडा सहजीकरण समितिले जुन रात दिन एकदमै मेहनत गरेर जसरी यो कामलाई अगाडि बढाएर यहाँसम्म ल्याइ पुर्याउन उहाँहरूको धेरै महत्त्वपूर्ण योगदान छ। त्यसै गरेर कर्मचारी साथीहरू आयोगमा खटेर भोकभोकै आफ्नो व्यक्तिगत कामलाई छोडेर पनि यो कर्मचारी साथीहरूसँगै कर्मचारी जस्तै भएर स्थानीय नागरिकहरूले समाजसेवी बुद्धिजीवीहरूले जुन किसिमको मेहनत गरेर यो लाल पूर्जा बनाउने कुरा जग्गाधनी प्रमाण पूर्जा बनाउनका निमित्त जुन सहयोग गर्नुभएको छ, तपाईँहरू सबैलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। साँच्चीकै आज ऐतिहासिक दिन हो। पूर्वका साथीहरूले भनेका कुरामा म जोड दिएर भन्न चाहन्छु, यो ऐतिहासिक दिनमा जुन किसिमको सफलता प्राप्त भएको छ, अझ धेरै सफलता हासिल होस्। यो सफलता प्राप्त गर्नका निमित्त सबैको साथ र सहयोग मिल्ने नै छ र त्यो किसिमको विश्वासका साथ हामी अगाडि बढ्नुपर्छ। हाम्रो म निर्वाचित भएको 2074 सालको स्थानीय तहको पहिलो बैठकको पहिलो निर्णय जनताको जग्गा जनताका नाममा गर्ने भनेर पहिलो निर्णय गरेका थियौँ। त्यतिखेर कुनै किसिमको प्रदेश सरकार पनि थिएन, नयाँ सरकार पनि बनिसकेको अवस्था थिएन, हामीले भनेर मात्रै हुने अवस्था थिएन, त्यतिखेर भूमि कानुन बनिसकेको अवस्था थिएन। त्यसपछि दुवै केन्द्र सरकार र प्रदेश सरकार गठन भयो, भूमि आयोग बनाउने कुरामा छलफल भयो, धेरै किसिमका सल्लाह सुझाव प्राप्त भयो। भूमि आयोग होइन कि भूमि कानुन बनेको छ, भूमि कानुन बन्यो, तर भूमि कानुन बन्दाखेरि त्यहाँ केही जटिलताहरू, केही स्थानीय समस्याहरू त्यहाँ देखिए। आफ्नै जग्गा आफ्नै नाममा हाल्नका निमित्त, आफ्नो जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्नका निमित्त आफ्नो 10 कट्टा जमिन छ भने 2-3 कट्टा जमिन बिक्री गरेर मात्रै त्यो राजस्व तिरेर आफ्नो नाममा आउने परिस्थिति सिर्जना भयो। राजस्व यति धेरै त्यो भूमि कानुनले लगायो कि त्यो हाम्रा यहाँका नागरिकले त्यो जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न सक्ने अवस्था थिएन। त्यतिखेरका जनप्रतिनिधिहरू सबै कञ्चनपुर र कैलालीका स्थानीय तहका प्रमुख उपप्रमुख ओडा अध्यक्ष, त्यतिखेरको प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशका मान्यज्यूहरू, संघीय सरकारसँग गएर संघीय सरकारका मान्यज्यूहरू समेतलाई लगेर त्यतिखेरको प्राकृतिक स्रोत समितिलाई होस् अथवा त्यो किसिमका समितिमा निर्माण हुने कानुनका कुराहरूलाई हामीले यो कारणले गर्दाखेरि समस्या छ र सरकारलाई, मन्त्रीलाई, प्रधानमन्त्रीलाई घचघच्याउने कुराहरू भयो र धेरै नभए पनि थोरै रूपमा राजस्व घटाउने कुराहरू भयो, संशोधन भयो। त्यसपछिका दिनमा हामीले यो काम अगाडि बढाउने कुरा भयो। आयोग गठन हुने, आयोग विघटन हुने। एउटा सरकारले आयोग गठन गर्छ, अर्को सरकार आउने बित्तिकै आयोग विघटन हुन्छ। एउटा सरकारले गठन गर्छ, त्यो सरकारले यो चाहिँ अन्तिम आयोग हो, यो पछि कुनै आयोगै गठन हुँदैन, यसले हो सबै काम गर्ने भन्छ। तर अर्को सरकार, त्यो सरकार विघटन हुने बित्तिकै अर्को सरकार आउने बित्तिकै त्यो सबै कुराहरू खारेज गरेर फेरि नयाँ अध्यादेश मार्फत अर्को अध्यादेश मार्फत कानुन ल्याएर फेरि नयाँ बनाउने कुराहरू छ। त्यसकारणले यो पालिकाले एकदमै राम्रो किसिमले काम गर्दाखेरि पनि माथिको वातावरणले गर्दाखेरि सरकारको
अस्थिरताका कारणले आयोगको पटक पटक गठन र पुनर्गठनका कारणले स्थानीय तहले काम गर्न सकेन। त्यही बीचमा कोरोना आयो। कोरोनामा मरिमेटेर स्थानीय तह र आयोगले पठाएका कर्मचारीले काम गर्दै गर्दाखेरि एकै पटक 10-12 जनालाई कोरोना पनि लाग्यो। त्यसका बावजुद पनि हामीले निरन्तर त्यो कामलाई अगाडि बढायौं। म त्यतिखेरका कर्मचारी साथीहरू जनप्रतिनिधिहरूलाई सलाम गर्न चाहन्छु। त्यस्तो जोखिमपूर्ण ढङ्गले हामीले काम गर्यौं। एकै दिन सबै वडामा हामीले त्यो अभिमुखीकरण कार्यक्रम गर्यौं। सबै वडाबाट काम गर्ने कुराहरू जग्गामा आफ्नै कुरामा पनि 5 वटा वडामा एकै दिन गर्यौं। तर यो गठन हुने विघटन हुने आयोगले गर्दाखेरि 1-2 महिना काम हुने, फेरि विघटन हुँदाखेरि फेरि रोक भनेर आदेश आउने, यसले गर्दाखेरि काम हुन सकेन। पछिल्लो चरणमा बाँकी रहेको काम नयाँ निर्वाचित टिमले जुन तद्रुपताका साथ काम अगाडि बढायो, केन्द्र सरकारले आयोग गठन गर्यो, फेरि विघटन हुने आयोग हामीले देखेकै छौं। फेरि पछिल्लो चरणको यो आयोगले अझै राम्रो किसिमले काम सम्पादन गरेर अस्ति मात्रै 82-83 वटा जग्गाधनी प्रमाणपत्र यही वडामा वितरण भएको छ र आज पनि 91-93 वटा जग्गाधनी प्रमाणपत्र आज हामी वितरण गर्दैछौँ। यो खुसीको कुरा हो। यसका निमित्त यो जुन किसिमको निरन्तर ढङ्गले नगरपालिका र आयोगले कामहरू गरेको छ, अझ हिजोको जस्तो त्यो सरकार तलमाथि भएका कारणले गर्दाखेरि आयोगले काम बीचमा फेरि मुद्दा मामिला परेर आयोगले काम गर्न सकेन। फेरि अहिले अदालतको आदेश, अदालतको काम गर्न दिनुपर्ने खालको एउटा फैसला आइसकेपछि केन्द्रीय आयोग र जिल्लाको आयोगले काम अगाडि बढाएको छ। धेरै राम्रो कामहरू बढेको छ। यो कामलाई अझ आगामी दिनमा अझ राम्रो किसिमले, अझ स्पिडका साथ, गतिशीलताका साथ अगाडि बढोस्। यसमा नगरपालिकाले काम गरेकै छ, जनप्रतिनिधि साथीहरूले सबैले काम गरेकै छ, राजनीतिक पार्टीका साथीहरूले पनि सहयोग गरिराख्नै भएको छ, स्थानीय नागरिकहरूले पनि काम गरिराख्नै भएको छ। तर हाम्रा बीचमा केही न केही समस्या छ अझ पनि। जस्तो 51 सालमा 9 महिनामा मात्रै 62,000